हामीले अगाडिको भिडियोमा चाहिँ सर्वोच्च अदालत र उच्च अदालतको अधिकार क्षेत्रबारे हेरिसकेको छौँ। यसमा चाहिँ हामी जिल्ला अदालतको अधिकार क्षेत्रको बारे डिस्कस गर्न जाँदैछौँ। यसमा चाहिँ के भन्छ भने संविधानको धारा 151 र न्याय प्रशासन ऐन 2073 बमोजिम जिल्ला अदालतको अधिकार क्षेत्रलाई यस प्रकार उल्लेख गर्न सकिन्छ, जसमा चाहिँ साधारण अधिकार क्षेत्रहरू के रहेका छन् भनेपछि सुरु मुद्दा हेर्ने, मुद्दामा कारबाही र किनारा गर्ने, वादी र प्रतिवादी झिकाई बयान लिने, प्रतिवेदन तथा निवेदन उपर फैसला गर्ने र अवहेलना, अदालतको अवहेलनामा के गर्ने, कारबाही गर्न सक्ने। यसका के रहेका छन्, साधारण अधिकार क्षेत्र रहेका छन्। के रहेका छन्, सुरु मुद्दा हेर्ने, मुद्दामा कारबाही र किनारा गर्ने, वादी र प्रतिवादी झिकाई बयान लिने, प्रतिवेदन तथा निवेदन उपर फैसला गर्ने, अवहेलनामा कारबाही गर्न सक्ने। यो चाहिँ साधारण अधिकार क्षेत्र। अर्को रहेको छ पुनरावैद्यकीय अधिकार क्षेत्र अथवा क्षेत्राधिकार। यसमा चाहिँ मातहतका न्यायिक तथा अर्धन्यायिक निकायले सुरु कारबाही र किनारा गरेका मुद्दामा के गर्न सक्ने, मुद्दालाई पुनरावृत्ति फेरि दोहोऱ्याएर हेर्न सक्ने अथवा साधक जाँच्ने पनि भन्न सकियो, जे पनि गर्न सकियो। अनि अर्को मातहतका फैसलामा पुनरावलोकन गर्ने, अगाडिकोमा साधक जाँच्ने अथवा मुद्दा दोहोऱ्याएर हेर्ने। अनि अर्को रहेको छ मातहतका फैसलामा पुनरावलोकन गर्ने। अनि अर्धन्यायिक र न्यायिक निकायले सुरु कारबाही किनारा गरेको मुद्दामा पुनरावेदन हेर्ने अथवा साधक जाँच्ने, जे पनि भन्न सकियो। अब यसको असाधारण अधिकार क्षेत्रहरू चाहिँ धेरै रहेको छैन। यसमा चाहिँ निषेधाज्ञा र बन्दी प्रत्यक्षीकरण, यी किनकि यो के भन्छ स्थानीय तह जस्तै तल्लो तहको अदालत हो नि त, जिल्लामा हुने अदालत हो, त्यो भएर यसको अधिकार असाधारण अधिकार क्षेत्र धेरै रहेको छैन। यसमा चाहिँ निषेधाज्ञा जारी गर्ने र बन्दी प्रत्यक्षीकरण एउटा रिट चाहिँ जारी गर्न सक्ने, यति रहेको छ।